जति पनि विदेशमा हुनुभएको दाजुभाइ दिदीबहिनीहरू के आफ्नो कामबाट हजुरहरू सन्तुष्टि हुनुहुन्छ, खुसी हुनुहुन्छ, सँगै काम गर्ने विभिन्न देशको साथीहरूबाट कतिको खुसी हुनुहुन्छ। आज चाहिँ म हजुरहरूलाई मेरो एक हप्ताभरिको कामहरू देखाउँछु, म के कामहरू गर्छु भनेर। सबै भिडियो त छैन, अलिअलि क्लिप लगाएर देखाउँछु र हप्ताको अन्तिम दिन पाएको त एउटा छुट्टीमा हामी के गर्छौँ भनेर हजुरहरूलाई देखाउँछु। प्लिज हजुरहरूको काम सँगै काम गर्ने कुन कुन देशको साथीहरू हुनुहुन्छ कमेन्ट गर्नु होला। हाम्रोमा चाहिँ विदेशीहरू कम्बोडियन, म्यानमार, थाइल्यान्ड, नेपाल, हामी 4 देशकोहरू छौँ। मैले गर्ने काम चाहिँ फोजाङ कम्पनी हो। यहाँ चाहिँ हामीहरू काँक्रा, आलु, गाजर, प्याज, खोर्सानी सबै कुराहरू प्याक गर्नुपर्छ। अनि हाम्रो ब्रेक टाइममा चाहिँ हामी यसरी मजाले बसेर खान्छौँ। हामी विदेशी कामदारहरू चाहिँ 23 वर्षदेखि 45 वर्षसम्मको छौँ। अनि एउटै एज ग्रुपको भएर होला हामीहरू चाहिँ एकदम हँसी मजाक गर्दै काम गर्छौँ। अनि हामीलाई चाहिँ एकदम गले जस्तो फिल पनि नहुने रमाइलो वातावरणमा काम गर्न पाइएको छ। कम्पनीमा चाहिँ कामले मात्र होइन कि आफूसँग काम गर्ने मान्छेहरूको व्यवहारले पनि एकदमै थकित हुन्छ। तर मेरो केसमा चाहिँ त्यस्तो छैन, हामी चाहिँ एकदम रमाइलो गर्दै गफ गर्दै जिस्किँदै काम गर्छौँ। एकदमै रमाइलो छ। तर सधैँ प्रब्लम साथीहरूमा मात्रै देख्ने होइन, आफू आफ्नो व्यवहार कस्तो छ त्यसमा पनि भर पर्छ है। आफू खुल्ला दिलको भयो भने साथीहरू पनि त्यस्तै भेटिन्छ। आफू सानो कुरामा रिसाउने, सानो सोचको भयो भने साथीहरू पनि त्यस्तै हुन्छ। कोरियामा काम गर्ने क्रममा यति थरीको मान्छेसँग म भेट भइसक्यो कि कोही यति राम्रा हुन्छन्, कोही यति नराम्रा हुन्छन्। र पनि त्यो मान्छेहरूलाई चाहिँ हामीले आफ्नो समझले, आफ्नो दिमागले ह्यान्डल गर्नुपर्ने हुन्छ। त्यसो गर्न सक्यो भने मात्रै, सही समयमा सही डिसिजन गर्न सक्यो भने मात्रै कोरियामा सर्भाइभ गर्न सकिन्छ है। लाटो भयो भने त कोरियामा यति धेरै दुःख पाउँछ। हामी 3 जना चाहिँ एक दिनको छुट्टीमा के घर बस्नु भनेर यसो पार्कतिर चिकन र पिज्जा पार्टी गर्न निस्केको थियौँ। एकदमै रमाइलो भएको थियो र हामीले एकदमै मिठो गरी चिकन पिज्जा पार्कमा बसेर खायौँ अनि अलिअलि फोटो खिच्यौँ। हाम्रो एक दिनको छुट्टी हामीले एकदमै रमाइलोसँग बितायौँ। हजुरहरूको कम्पनीको 1 दिन 2 दिनको छुट्टी हजुरहरू कसरी बिताउनुहुन्छ कमेन्ट गर्नुहोला। हाम्रो छुट्टी त यसरी नै बित्यो। हाम्रो फोटो कस्तो छ त्यो पनि कमेन्ट गर्नुहोला। र मेरो मिनी ब्लग कस्तो लाग्यो आजलाई यति नै। बाई बाई गाइज।